सबैले धेरै कार्यकाल धेरै व्यवसायमा पनि अनुभव छ। व्यवसायमा लाग्ने क्रममा वास्तवमा व्यवसायीले नै व्यवसायको मर्म बुझ्छ भन्ने कुरामा मलाई पनि थाहा ज्ञान छ र धेरै व्यवसायमा म संलग्न, म निर्माण क्षेत्रमा पनि संलग्न भएको, तपाईको खाद्यान्न व्यवसायमा संलग्न भएको, किराना पसलमा संलग्न भएको, इभन मैले केही समय कपडा पसल पनि संलग्न भएर काम गरेँ। मैले अटोमोबाइलको काम पनि एमडी को रूपमा एउटा पसल सञ्चालन गरेको थिएँ र अहिले हाल आएर आजका भर्खरै हामीले एउटा उद्योग स्थापना गर्दैछौँ। हामी केही साथीहरू मिलेर यूपीबीसी को च्यानलहरू उत्पादन गर्ने चरणमा छौँ। त्यो सुरुवात भएको छ गैंडाकोटमा। त्यसकारण हामी व्यवसायी सबै क्षेत्रका व्यवसायीहरू, व्यवसायको मर्म बुझ्ने खालको व्यवसायीहरू हामी सबै छौँ र व्यवसाय गर्ने मान्छेले व्यवसायको मर्म बुझ्छ। यी समस्याहरू समाधान गर्ने कुरामा हामी सधैँ तपाईहरूको साथमा छौँ। विभिन्न धेरै समस्याहरू छन्, ती समस्याहरूको पहिचान मलाई विशेष रूपमा विभिन्न व्यवसायका समस्याको पहिचान छ। पहिचान भएपछि त्यो समस्या समाधान गर्ने क्रममा म सधैँ अग्रसर छु। व्यक्तिगत धेरै साथीभाइहरूको कामहरू गर्ने सवालमा धेरै काम गरेको छु। त व्यक्तिगत फलानुको काम गरेँ भनेर मैले त्यो बढी हल्लाखल्ला गरेर हिँड्ने चलन मसित छैन। प्रोपोगन्डा गरे भरमा म हिँड्नेवाला छैन। म त एउटा काम गर्ने अनुभवको आधारमा काम गरेको अगाडि बढेको व्यक्ति हुँ। हिजो जब तपाईहरूले मलाई विश्वास गरेर धेरैचोटि चुनावमा धेरैचोटि नै तपाईँहरूले विश्वास गर्नुभयो। 5 चोटिसम्म पदाधिकारी हुँदाखेरि तपाईँहरूले नै भोट हालेर जितेर आएको हुँ। कसैको निगाहले, कसैले टिका लाएर म वरिष्ठ उपाध्यक्ष भएको होइन। तपाईहरूले चुनावमा भोट हालेर जिताएर म वरिष्ठ उपाध्यक्ष भएको हो, अथवा उपाध्यक्षहरू भएको तपाईँहरूले चुनावमा जिताएर भएको हो। कसैले फलानाले मलाई टिममा राखेन भन्नुपर्ने आवश्यक छैन। तपाईँ सदस्य सबैले जसलाई माया मान्छ त्यो टिममा आउने हो। टिममा त भनेको त जसले जितेर आयो त्यो टिममा हुने हो। जितेर आउने मान्छे नै टिममा हुन्छ। त्यसकारण तपाईँहरूको माया, सद्भाव, सहयोग बिना कोही पनि अगाडि बढ्न सक्दैन। त्यो मैले बुझेको छु। किन भन्दैन, 10वटा त चुनाव फेस गरेर आएको छु। तपाईँहरूले सबैले माया मान्नुभएको छ। वरिष्ठ हुँदाखेरि माया मान्नुभएको छ त अध्यक्ष हुनलाई माया नमान्नु पर्ने कारण केही पनि छैन। मैले कुनै गलत काम गरेको छैन। संस्थामा बसेर मैले जति गरेको छु राम्रो काम गरेको छु। जति सेवा गरेको छु व्यवसायको हकितको लागि गरेको छु। व्यवसायलाई कुनै समस्या पर्दाखेरि म दिन रात नभनिकन मेरो ओपन मोबाइल 12 बजीसम्म पनि 12 बजे रातभरि नै ओपन हुन्छ। तपाईँ कुनै समस्या, धेरै व्यवसायीहरूका धेरै समस्यामा म त्यो ठाउँमा उपस्थित भएको छु। अब अस्ति आग लागि भयो। अब एउटा संस्थाको नियम हुन्छ, सिस्टम हुन्छ। सदस्य भएकालाई राहत दिने भन्ने सिस्टम छ के अरे संस्थाको। सिस्टमभन्दा बाहिर गएर त मैले व्यक्तिले के गर्न सक्दिनँ। हामीले व्यक्तिगत रूपमा हामीले पनि 25,000 रुपियाँ उहाँलाई त्यो हाम्रो पत्रकार सम्मेलनमा उहाँलाई उपस्थित गरायौँ। उहाँहरूलाई त्यो आगलागी हुनेहरूलाई त्यो सुरुवात हामीबाट सुरुवात भएको हो। त्यस अनुसार धेरै राहत पनि सङ्कलन भएको छ। यस्ता काममा हामी सधैँ अग्रणी भूमिकामा अगाडि बढेर व्यवसायको हकितको लागि, व्यवसायको संरक्षणको लागि, सम्वर्धनको लागि काम गर्ने कुरा हामी धेरै अगाडि बढेर काम गर्न तयार छौँ। यो मानेमा के भन्न चाहन्छु भने वस्तुगतहरू हाम्रो 39वटा वस्तुगत हुनुहुन्छ। तपाईँहरू 39वटा वस्तुगतले ल्याएका कार्यक्रमहरूमा हाम्रो सधैँ साथ सहयोग हुनेछ। अब तपाईँहरूले फलानु व्यवसायको लागि, हकितको लागि यो काम गर्नु पर्यो भनेर एजेन्डा सहित आउनु पर्यो। त्यसमा हामीले व्यवसायको हकितको लागि काम नगर्ने कुरै छैन। तपाईँहरूले ल्याउनु पर्यो, प्रस्ताव ल्याउनु पर्यो। तपाईँहरू फेन्सी व्यवसायसँगले पनि ल्याउनुहोस्। तपाईँहरू अग्रणी भूमिकामा अगाडि बढेर काम गर्ने कुरा हामी तपाईँहरूको लागि साथ दिन्छौँ। तपाईँहरूले समस्याको पहिचान गर्नुहोस्, समाधान पनि लिएर आउनुहोस्। फेरि यो गर्दाखेरि उद्योग वाणिज्यले के गर्ने, तपाईँहरूले के गर्ने, कसरी त्यो समस्याको समाधान कसरी गर्ने भन्ने कुराहरू छलफल गरेर ल्याउनुहोस्। त्यसमा हामी तपाईँहरूसित साथमा छौँ भन्दै आगामी अब
उद्योग वाणिज्य चितवनको अधिवेशन हुँदैछ, त्यसमा तपाईँहरूको अवश्य पनि हिजोसम्म जसरी माया मान्नुभयो यो अब माया अध्यक्ष हुँदाखेरि अब यो फेरि आलो पालो चाहिँ होइन, म वरिष्ठ हो अहिले, अब हुने अध्यक्ष हो। तपाईँहरूले प्रष्ट शब्द बुझ्नु पर्यो। हिजो उपाध्यक्ष थिए, उपाध्यक्षको काम गरेँ, वरिष्ठ हुँदाखेरि वरिष्ठको काम गरेँ, अब हुने अध्यक्ष हो। कुनै पनि सङ्घ संस्था सञ्चालन गर्दाखेरि पक्कै पनि एउटा संस्थामा काम गरेकै अनुभवको आधारमै हुने होला। एकैचोटि सदस्यबाट एकचोटि अध्यक्ष बनाउने भन्ने सिस्टम त कहीँ कुनै संस्थामा कहीँ होला अपवादमा, तर कामको अनुभव, कामको समय, काममा व्यवसायलाई परेको समस्यामा साथ दिने समय, मैले पनि व्यवसायभन्दा पहिलो प्राथमिकता व्यवसायका हकितको संरक्षण सम्वर्धन, तपाईँहरूको समस्या समाधानको लागि लड्ने व्यक्ति हुँ। त्यसकारण अब यसरी नै बुझ्नुहुनेछ, अवश्य पनि बुझ्नुहुन्छ भन्दै यहाँको अब आउने चुनावमा यहाँहरूले विशेष बायाँ मान्नुहुनेछ भन्दै यहाँहरूबाट बिदा हुन्छु। हस्, धन्यवाद। धन्यवाद विशिष्ट अतिथिज्यू। उहाँले आफ्नो